सफल रमाइलो कुराकानी पनि गरौँ गालीमा खाइहाल्नु भन्नु आज कति खानु भएको थियो त्यो गीतमा त गीतमा राम्रै छ त्यो गीत गोराउँछु फुल्या बन न्याउली चारी बासन लागे मैले सोचेको पनि थिएन जसरी गीत चाहिँ शेयरिङ भएको छ र त्यो स्तरसम्मको कलाकारले पनि यो गीतलाई चाहिँ शेयर गरिदिएला आफ्नो फेसबुक वालबाट भनेर मैले सोचेको पनि थिएन कल्पना गरेको थिएन कम चाहिँ हाम्रो चर्चित गायिका टिका सानु दिदीले जसरी आफ्नै फेसबुक वालबाट गरिदिनु भएको छ साँच्चीकै उहाँले यो गीतलाई शेयर गरिसकेपछि गीत मलाई थाहा भएन कतिसम्म जाउला कतिले सुन्ला तर उहाँको फेसबुकबाट शेयर भइसकेपछि मैले साँच्चीकै आफूलाई एकदमै सफल भएको सक्सेस भएको महसुस गरेको छु म उहाँप्रति एकदमै ऋणी छु धन्यवाद छ दिदीलाई हृदयदेखि नै आभारी छु यो भइरागी मन कसरी ठगाना राखौँ धन्यवाद अहिले चाहिँ ठगानमा छ हजुर ठगानमा छ अब त अझै ठगानामा राख्नुको लागि चाहिँ यहाँले गीतलाई चाहिँ धेरै माया गरिदिनु होला ओके दर्शक बान्धवहरू rcpal.com हेर्दै हुनुहुन्छ म छु आरसीबी धेरै पछि यहाँहरुसम्म उपस्थित भएका छौं भर्खरै मात्र बजारमा आएको बिजुली चम्कन लागि चर्चित गीतका कलाकार गायक हामीसँग हुनुहुन्छ आज र भर्खरै मात्र त्यसको सुटिङ सकिएर नेपालबाट यहाँ फर्कनु भएको छ कर्मस्थल सँगसँगै गीतको प्रमोसनको लागि भनेर आज हामी चाहिँ यहाँ उपस्थित भएका छौं लोकप्रिय गायक आफै पनि प्रवासबाट नेपाली गीत संगीतका लागि लामो समयदेखि योगदान गर्दै आउनुभएका चर्चित लोक तथा दोहोरी सँगसँगै डेरा गायक पनि बन्नुभएको छ अत्यन्तै गर्व लागेको छ म उहाँलाई स्वागत गर्छु ढिला सुस्ती नगरिकन सर यहाँलाई स्वागत छ धेरै धेरै धन्यवाद आकाश के छ आराम हुनुहुन्छ एकदमै आरामै छु हजुर आरामै हुनुहुन्छ आज धेरै पछि भेट भयो अत्यन्तै खुसी पनि लागिरहेको छ सर्वप्रथम त नेपालको यात्रा कस्तो रह्यो सुटिङको यात्रा कस्तो रह्यो एकदमै राम्रो जति दिन नेपालमा रह्यो एकदमै रमाइलो राम्रोसँग बित्यो अनि सुटिङ पनि हाम्रो उतिकै राम्रो रह्यो र त्यो सँगसँगै यहाँ पुगिसके पश्चात तपाईको गीत पनि अब बजारमा आइसकेको छ सर्वप्रथम त तपाईलाई कङ्ग्रेचुलेसन बधाई धेरै धेरै धन्यवाद छ हजुरलाई र गीत अत्यन्तै राम्रो भएको छ हामीले सोचे भन्दा पनि धेरै राम्रो भएको छ र दर्शकले अपेक्षा गरेको गीत एउटा डेउडा जुन हामीलाई स्टेजमा चाहिने थियो तपाईले स्टेजहरुमा एउटा डेउडा जुन खाँचो त्यो गर्नु भएको छ र यो गीतका लागि तपाईले जति मेहनत गर्नु भएको छ त्यति प्रतिफल पनि मिल्नेछ भन्ने पनि हामीले आश गरेका छौं एकदमै बाकी गीत संगीतको यात्रा त सधैँ छ यो कस्तो रह्यो समग्रमा यो गीतका लागि तपाईले गरेको यो अथक प्रयास यो मेरो धेरै समयपछिको म यो विगत 12-14 वर्षदेखि यो गीत संगीतमा लाग्दै गर्दा मेरो आफ्नै पनि इच्छा थियो मेरो आफ्नै पनि चाहना थियो मैले एउटा आफू सुदूरपश्चिम खै एउटा छोरा भएको हिसाबले पनि मैले आफ्नो भाषा संस्कृतिलाई पनि त्यसको पनि जगेर्ना गर्नुपर्छ त्यसलाई त बिर्सिनु त कुरै भएन त्यो त मलाई पापै लाग्छ होला यदि मैले आफ्नो भाषा संस्कृति बिर्सिने हो भने तर त्यो संयोग जुरेको थिएन के कसरी कहिले गर्न त म गर्छु नि डेउडा गीत तर समय लाग्छ भन्ने थियो त फाइनली यो समयमा त्यो समय जुरेर आयो र साथीभाइहरूले पनि साथ दिनुभयो र अहिले डेउडा गीतलाई चाहिँ बजारमा ल्याउन सकेको छु यसमा चाहिँ हाम्रो गीतको बारेमा जाउँ हामी त्यो गीत चाहिँ तपाईले गाउनु भयो सँगसँगै चर्चित गायिका गौरी भट्टको पनि आवाज छ यो समग्र यो कसरी मिल्यो गीतको यो तयारी भनौं न यहाँबाट रेकर्ड गर्नुभयो हजुर यहाँदेखि मैले यो समयमा मेरो एउटा ड्रिम नै थियो मैले डेउडा गीत गर्नुपर्छ नेपाल गएर भन्ने त्यसपछि मैले हाम्रो आफैमा एउटा कुशल गायक हुनुहुन्छ सर्जक हुनुहुन्छ शेरू विष्टजीको लय शब्दमा रहेको यो गीत हो उहाँको सृजनामा र गौरी भट्ट दिदी र मेरो स्वरमा रहेको त्यसैगरी भिडियोमा स्वयं मैले पहिलो पटक एउटा प्रयास गरेको छु आफ्नो रहरलाई पूरा गरेको म त्यो मोडल भन्दा म आफैलाई पनि लाज लाग्छ मैले केवल आफ्नै उसमा भएको हिसाबले आफ्नै लगानीमा भएको कारणले गर्दा मैले आफैले एउटा मोडल अभिनय पनि गर्ने प्रयास गरेको छु त्यसैगरी आरती शाहको र रमेश बिजुली बिसीको निर्देशनमा बनेको गीत हो र उहाँकै युट्युब च्यानलबाट चाहिँ हामीले अहिले पछिल्लो समय थुप्रै डेउडा गीतहरू रमेश जीले नै निर्देशन गरिराख्नु भएको छ देखिरहेका छौं हामीले निकै चर्चित गीतहरू लिइराख्नु भएको छ यो गीत पनि अत्यन्तै राम्रो भिडियो निर्देशन गर्नु भएको छ उहाँले हजुर उहाँसँगको मेरो यो दोस्रो सहकारी हो आजभन्दा 4 वर्ष पहिला पनि मैले 30 को गीत उहाँले नै गर्नु भएको थियो त्यसपछिको यो झन्डै 4 वर्षपछिको डेउडा गीतलाई चाहिँ अहिले गर्न सफल रमाइलो कुराकानी पनि गरौँ गालीमा खाइहाल्नु भन्नु आज कति खानु भएको थियो त्यो गीतमा राम्रै छ त्यो भिडियो हेरिसकेपछि यहाँले थाहा पाउनुहुन्छ कतिको छ छैन हैन र धेरैले गीतलाई चाहिँ हिजो मात्र बिहान हाम्रो बजारमा सार्वजनिक भएको गीत हो रमेश बिजुली बेसी युट्युब च्यानलबाट एकदमै अत्याधिक माया गरिदिनु भएको छ मन पराइदिनु भएको छ यसो त तपाईको अब दर्शक श्रोताहरू भन्दा पनि आफन्तै साथीभाइहरूले धेरैले मन पराइदिनु भएको छ सपोर्ट गर्नु भएको छ म सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र हजुरलाई पनि अवश्य पनि गीत तपाईले हेर्नु भएको छैन भने पनि एकचोटी युट्युबमा गएर हेर्नु होला एकचोटी भनिदिनुस् कुन युट्युबबाट लागि बोलको गीत हिजो मात्र रमेश बिजुली बेसी युट्युब च्यानलबाट
बजारमा सार्वजनिक भएको छ, जुन यहाँले धेरै माया गरिदिनु भएको छ, मन पराइदिनु भएको छ, सेयर गरिदिनु भएको छ। यहाँहरू सबैलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै भिडियो मार्फत। र अझ पनि यहाँहरूले सबैले सपोर्ट पुर्याइदिनु होला, माया गरिदिनु होला। सबैले टिकटक बनाइदिनुको लागि पनि हजुर, टिकटकमा, रिल्समा, स्टोरीहरूमा, विभिन्न सोसल साइटहरूमा यहाँहरूले सबैले साथ दिनु भएको छ, सपोर्ट गर्नु भएको छ। अझै पनि अपेक्षा गरेको छु यहाँहरूले मन पराइदिनुहुन्छ भन्ने। गीत त युट्युबमा छँदैछ, हामीले सुन्नु पनि पर्छ होला नि, हामी दर्शकले आशा पनि गरिराख्नु भएको छ होइन त? हुनसक्छ अब कस्तो रहेछ नसुनेका साथीहरूलाई हुनसक्छ। म सानो एक टुक्रा म गाएर नि सुनाउँछु। गुराउँछु फुल्या बन न्याउली चारी बासन लागे, यो बैरागी मन कसरी ठगाना राखौं, यो बैरागी मन कसरी ठगाना राखौं। धन्यवाद। अहिले चाहिँ ठगानमा छ? हजुर, ठगानमा छ अब त ढुक्क छु। अझै ठगानामा राख्नुको लागि चाहिँ यहाँले गीतलाई चाहिँ धेरै माया गरिदिनु होला। ओके दर्शक बान्धवहरू, तपाईँले गीतलाई अत्यन्तै धेरै सेयर गरिदिनु होला, माया गरिदिनु होला। रमेश बिजुली युट्युब च्यानलमा छ, हजुर, सबैले माया गरिदिनु होला। यसपछि अब हामी जाँदा जाँदै अन्त्यमा केही दर्शकलाई भन्नु छ भने? जाँदा जाँदै म संलग्न यो गीतमा जति पनि हाम्रो टिम छ जोडिएको सबैलाई म धन्यवाद दिन चाहन्छु, बधाई छ यहाँहरूलाई। यो केवल मैले मात्र चाहेर यो काम सफल सक्सेस भएको होइन, सबैको मेहनत छ, सबैले उत्तिकै दुःख कष्ट गरेको छ यसमा, सबैलाई धन्यवाद छ। र मलाई देउडा गीतको लागि चाहिँ धेरैले मलाई चाहिँ तपाईँको कि देउडा गीत गर्नुपर्छ भनेर यहाँसम्म मतलब यो जग्गा रहनुहुने जति पनि साथीहरू हुनुहुन्छ, हाम्रो खडक अङ्कलजी हुनुहुन्थ्यो, स्वयं हजुर त हुनुहुन्थ्यो नै, त्यसै गरी मेरा गाउँका आफन्तहरू र सुदूरपश्चिमतिरका जति पनि साथीहरूले मलाई चाहिँ सुझाव दिनुहुन्थ्यो कि देउडा गीतहरू गर्नुहोस् भन्ने, त्यो किसिमले सबैलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले प्रोग्रामहरूमा कतिको व्यस्त हुने सम्भावना? अब यसपछिको प्रोग्राम त दिल्लीमा छ, अगस्त 15 को दिल्लीमा छ, जुन पोस्टर नै आउट भइसकेको छ। र बाँकी तीज त अब नजिकै छ भनौँ, तीजको पनि अब केही न केही कसरी त पक्कै पनि आउँछ होला ढिलो चाँडो। त्यसको लागि हामी यसपछिको भिडियो एक्साइटेड हुनुहुन्छ क्या यो देउडा गीत? अहिले एकदमै राम्रो छ, किनभने यो हाम्रो जतिले पनि चिनेका नचिनेका सबैका लागि, जतिले पनि अब यो विगत यतिका समयदेखि गीत गाउँदै गर्दा प्रवासका विभिन्न ठाउँहरूमा अथवा लोकदोहोरी गीतहरू गर्दै गर्दा, तीजका गीतहरू गर्दै गर्दा यो पहिलोचोटि देउडा गीत चाहिँ यो एकदमै प्लस पोइन्टको लागि पनि हो, किनकि हरेक विधाहरूका गीतहरू गाउन सक्ने रहेछ भन्ने त्यो साथीहरूलाई पनि अब यो त एउटा नयाँ हो नि त। भने हजुर, सधैँ लोकदोहोरी मात्रै भन्नुहुन्थ्यो, अब देउडा गायक पनि भन्ने पछाडि थपियो नि त भन्ने। एकदमै पहिलो प्रयास चाहिँ होस्, एकदमै राम्रो भएको छ, यहाँहरूले साथ सपोर्ट दिनु भएको छ, त्यसका लागि सबैलाई धन्यवाद छ। दर्शक बान्धवहरू, तपाईँहरूले गीतलाई एकचोटि हेर्नु होला, कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया पनि दिन नबिर्सनु होला भन्दै हामी जाँदा जाँदै अहिलेलाई भने यो रमाइलो ठाउँबाट भनौँ न, हामी लुधियानाको यो आज उसो त भारत पाकिस्तानको युद्ध भइरहँदा र केही विश्राम भइरहँदा एकदमै हामी खुसी पनि भएको छ। प्रवासी साथीहरूका लागि एकदमै प्रेरणादायक बनेको छ। हेरौँ अब कसो हुन्छ, आशा गरौँ पशुपतिनाथले रक्षा गर्नु। धेरै धन्यवाद समय र सम्वादको लागि। हजुरलाई पनि धेरै भेट्दै गरौँ। थ्याङ्क यू, थ्याङ्क यू, बाई बाई।